अब यो नेपालको संविधान हैन को बारेमा छलफल गर्छु। अङ्ग्रेजीमा यो लोकसेवाले अङ्ग्रेजीमा सोध्दो रहेछ कोही कोहीलाई हैन, नेपालीमा कोही सोध्दैन। त्यही भएर यस्तो नि जान्नुपर्ने रहेछ, अङ्ग्रेजीमै हेर्नुपर्ने रहेछ के। अब यहाँ पार्टहरू चाहिँ 35वटा छन् है, सेड्युल्सहरू 9वटा छन्। अब एउटा दुईटा कुरा यहाँ यति जानियो हैन। अब यो डेट अफ पब्लिकेसन 72/6/3। अब यो 20 सेप्टेम्बर चाहिँ जान्न नजाने नि होला है, प्रेम्बल भयो हैन। पार्ट 1 मा प्रिलिमिनरी भन्दो रहेछ, 1 मा खासै सोध्दैन, 2 मा धारा 2 मा चाहिँ सोभरेन्टी एन्ड स्टेट अथोरिटी, यो पनि खासै नसोध्ला हैन। नेसन भनेको कतिमा छ भनेर सोध्न सक्छ। अनि स्टेट अफ नेपाल यो सोध्न सक्छ, स्टेट अफ नेपाल हैन। अब राष्ट्रिय हित यो सोध्न सक्छ 5 मा। भाषा चाहिँ सोध्छ है, भाषा चाहिँ झ्याम्मै सोधिहाल्छ। धारा 6 मा भाषा कति नम्बर धारामा छ भनेर सोध्छ। सरकारी कामकाजको भाषा 7 मा छ भने जान्न पर्यो। झन्डा चाहिँ 8 मा। अनि अरू कुराहरू चाहिँ नेसनल एन्थम एसेक्ट्रा, राष्ट्रिय गान र अरू चाहिँ 9 मा छ भनेर जान्न पर्यो हैन। संविधानमा चाहिँ नागरिकताको बारेमा चाहिँ 2 नम्बर भागमा कुराहरू गरेछ। अब यसले के भन्छ भन्दाखेरि चाहिँ खास नागरिकता पाउने हो हैन, यो एनआरएनहरूले नि पाउँछ भनेछ। त्यसपछि अदर्स म्याटर्स रिलेटिङ टु मेन्टेनेन्स अफ रेकर्ड, त्यो त केही भएन। कस्ता कस्ता नागरिकताहरू दिन्छ भन्ने कुराहरू चाहिँ अलिअलि हुनसक्छ यहाँ। वंशजको आधारमा चाहिँ नागरिकता चाहिँ के भन्ने अङ्ग्रेजीमा के छ, डिसेन्ट भन्छ यसलाई, डिसेन्ट है। अनि बाई डिसेन्ट, यो पनि डिसेन्ट हैन। डिसेन्टको को छ, न्युट्रलाइज सिटिजनसिप, दुईटा सिटिजन, एउटा न्युट्रलाइज भन्दो रहेछ, डिसेन्ट भनेको वंशजको हैन। अब अर्को न्युट्रलाइज भन्दो रहेछ, यो अर्कोले न्युट्रलाइज सिटिजनसिप पाउने भयो हैन। डिसेन्ट भयो हैन, सिटिजनसिप अफ नेपाल बाई डिसेन्ट, न्युट्रलाइज्ड। अनि ग्रान्ट अनररी 3 प्रकारको जस्तो बुझ्यो है, न्युट्रलाइज, डिसेन्ट र अनररी हैन। अनि त्यसपछि सिटिजनसिप विथ आइडेन्टिटी, डिसेन्ट एन्ड जेन्डर। अब यो एनआरएनहरूलाई पनि द नन रेजिडेन्सियल सिटिजन्स अफ नेपाल है, सिटिजनसिप अफ द फरेन कन्ट्री, द नन रेजिडेन्सियल सिटिजन मे अल्सो बी ग्रान्टेड भने हैन। 4 प्रकारको वस्तु भयो, नन रेजिडेन्सियल, अनि त्यसपछि अनरी हैन, अनि त्यसपछि न्युट्रलाइज भन्दो रहेछ, अनि अर्को डिसेन्ट। यस्तो कुराहरू चाहिँ थाहा पाउनु पर्दो रहेछ शब्दहरू। अब अङ्ग्रेजीमा सोधिन्छ, जान्न सकिन्छ नि त। अनि त्यसपछि यो मौलिक हकहरू, राइट टु लिभ विथ डिग्निटी, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हैन। अनि राइट टु फ्रिडम, स्वतन्त्रताको हक, अङ्ग्रेजीमा जान्नुपर्छ है। राइट टु इक्वालिटी, राइट टु इक्वालिटी पछि राइट टु कम्युनिकेसन, सञ्चारको हैन। अब त्यसपछि न्यायको छ, राइट रिलेटिङ टु जस्टिस। अब अपराध पीडितको हक हो के भन्ने छ, राइट अफ भिक्टिम अफ क्राइम, अपराध पीडित विरुद्धको हक हो कि अपराध पीडितको हक भन्ने छ हैन। अनि राइट अगेन्स्ट
यातना विरुद्धको हक। त्यसपछि राइट अग्नेस्ट प्रिभेन्टिभ डिटेन्सन, यो भनेको राइट अग्नेस्ट प्रिभेन्टिभ डिटेन्सन भनेको न्यायको हक होइन। त्यसपछि अपराध पीडितको हक अनि त्यसपछि यातना विरुद्धको हक अनि शोषण विरुद्धको हक हुनुपर्छ यो होइन। शोषण निवारक नजरबन्दको हक भन्ने हो यो होइन। हो निवारक नजरबन्दको हक है। राइट अग्नेस्ट छुवाछुत एन्ड भेदभावको हक है। अनि त्यसपछि 25मा सम्पत्तिको हक, 25मा यो इम्पोर्टेन्ट छ है। अनि त्यसपछि 26मा धार्मिक स्वतन्त्रताको हक, मानिसहरूलाई सूचनाको हक भनिरहेको छ नि हजुर मान्छेहरूले। 27मा छ चाहिँ गोपनीयताको हक। 29मा राइट अग्नेस्ट एक्सप्लोइटेसन, शोषण विरुद्धको हक है। अब 30मा स्वच्छ वातावरणको हक। अनि 31मा शिक्षाको हक। Access of every citizen shall have the right of access to basic education, higher education होइन basic. Compulsory and free education up to basic level and free education up to secondary level from the state है। कम्पलसरी हो 8सम्म पढ्न पर्ने, कम्पलसरी र निशुल्क मात्रै, कम्पलसरी चाहिँ छैन, त्यो चाहिँ सेकेन्डरी लेभल 12सम्म। अनि 32मा यो ल्याङ्ग्वेज कल्चर, संस्कृति र भाषाको होइन, आफ्नो भाषाको है। राइट टु इम्प्लोइमेन्ट, रोजगारको हक। राइट टु श्रमको हक। रोजगारको हकमा के छ, सेल हेभ द राइट टु इम्प्लोइमेन्ट। रोजगारको हकमा राइट टु प्र्याक्टिस अप्रोप्रिएट लेबर। स्वास्थ्यको हक 35मा। अब खाने कुराको हक, खाद्य हक। घरको हक, आवासको हक, महिलाको हक अनि बालबालिकाको हक आउँछ हेर्नु है, बालबालिकाको। त्यसपछि दलित, 40मा दलितको हक छ। त्यसपछि ज्येष्ठ नागरिकको हक छ, एल्डर। अनि सोसल जस्टिस, राइट टु सोसल जस्टिस, यसमा अमेन्डमेन्ट भएको हो यसमा है। यसमा अमेन्डमेन्ट भएको, फर्स्ट अमेन्डमेन्टले यसले पनि छोड्छ के भने सोसियल जस्टिस होइन, प्रोटेक्सन अफ सोसियल जस्टिस हो। अब सो राइट टु सोसियल सेक्युरिटी होइन, सामाजिक सुरक्षाको हक। अनि उपभोक्ताको हक, अनि यो भनेको देश निकाला कुनै पनि व्यक्तिलाई हुँदैन भन्ने खालको हक हो होइन। अनि राइट टु कन्स्टिट्युसनल रिमेडिज, यहाँसम्म पऱ्यो होइन, संवैधानिक उपचारको हक, यतिसम्म हो राइट टु कन्स्टिट्युसनल रिमेडिज, 16 देखि 46सम्म है। अब यसपछि ड्युटिज अफ सिटिजन, सिटिजनहरूको पनि कर्तव्य चाहिँ राइट मात्रै कुरा होइन, 4वटा कुराहरू गरेछ। नेसनलिटी, सोभरेन्टी, इन्टिग्रिटी, टु सेफगार्ड नेसनलिटी, सोभरेन्टी, यो बिङ लोयल टु द नेसन, राज्यप्रति होइन, यस्तो हो नि। संविधान र कानुन मान्ने। अब सरकारलाई केही कुरा आवश्यक पर्यो, जनताहरूले गर्नु पर्यो भने कम्पलसरी सर्भिस। अनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने है। अब धारा भाग नम्बर 4मा चाहिँ यसमा 4वटा कुराहरू छ क्या जस्तोहरू छ है। पोलिसिज अफ द स्टेट चाहिँ यसमा 4वटा छ। डाइरेक्टिभ प्रिन्सिपल, निर्देशक सिद्धान्तहरू भनेको 4वटा छ। अब पोलिसिज, नीतिहरू चाहिँ 13वटा छन्। ए भयो होइन, यसरी यहाँ झ्याम 13वटा छ है। एमसम्म भएपछि 13वटा हुन्छ होइन, यो त हामीले लोकसेवा पढ्नेले जसले पनि जान्छ। एम भएपछि 13वटा, एमसम्म 13वटा नीतिहरू छ। अब 5 नम्बरमा चाहिँ लोकल लेभल भनेको कसलाई भन्छ त भन्ने कुरा जान्नु पर्यो। लोकल लेभल भनेको भिलेज म्युनिसिपालिटिज एन्ड डिस्ट्रिक्ट एसेम्ब्लिज अन्डर द लोकल लेभल, एउटा कुरा त भयो। सेड्युल 5मा फेडरल
अनि 6मा प्रोभिन्स, 7मा संयुक्त छ सङ्घ र प्रदेशको, 8मा लोकल लेभलको, अनि 9मा संयुक्त होइन। अब ती चाहिँ कति कतिवटा छन् त भन्ने कुराहरू थाहा पाउनु भयो होइन। सङ्घमा 35वटा अधिकार दिएको छ है, सङ्घमा 35वटा अधिकार दिएको। त्यसपछि प्रदेशमा 21वटा दिएछ, अनि त्यो दुईटामा गरेर 22वटा छ है। त्यसपछि अनि लोकल लेभलमा मात्रै कति छ त भन्दाखेरि, लोकल लेभलमा मात्रै लिस्ट अफ 22वटा रहेछ। सङ्घमा मात्रै चाहिँ यसमा चाहिँ 25वटा रहेछ। ल मिस्टेक भएछ मेरो है। लोकल लेभलमा मात्रै चाहिँ 22वटा, स्टेट पावर चाहिँ 21वटा त्यसो भने। यो गुठीको सोधेको थियो मलाई एकचोटि है, गुठीको चाहिँ प्रदेशमा मात्रै पर्दो रहेछ क्या। त्यसपछि फेडरेसन 21वटा भयो यो चाहिँ। अब यो संयुक्त चाहिँ 25वटा रहेछ क्या, स्टेट र प्रोभिन्सको 25वटा। लोकल लेभलको मात्रै चाहिँ 22वटा थाहा थियो, यसको 15वटा हो संयुक्त चाहिँ, तिनटैको गरेर 15वटा है। यति कुरा थाहा भएपछि चाहिँ हाम्रो काम सकिन्छ।